नजिकै गरेको निर्वाचनको सन्दर्भमा मैले यहाँ व्याख्या गरिरहनुभन्दा यहाँहरू अझ धेरै जानकार हुनुहुन्छ, विज्ञ हुनुहुन्छ, नजिकैबाट हेरिरहनु भएको छ, पहिराइरहनु भएको छ। त्यसैले आजको यो हाम्रो उपस्थितिलाई मैले यसरी सम्बोधन गरेँ। डिजिटल प्रविधिले तीव्र एवं उच्च स्तरको विकासको अन्य क्षेत्रमा चाहिँ राजनीतिक अभियान र निर्वाचन प्रचारको स्वरूपमा पनि आमूल परिवर्तन ल्याएको छ। सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम, व्हाट्सएप, टेलिग्राम, स्न्यापच्याट, रेटिङ, लिङ्कडिन र अनलाइन प्लेटफर्महरूमा निर्वाचन प्रचार प्रसार मुख्य माध्यम बनिरहेका छन्। सोसल मिडियामा निर्वाचन प्रचार प्रसार बढेसँगै पत्र पत्रिका, रेडियो र टेलिभिजनको प्रयोग घट्दै गएको छ। मतदाताको रुचि र व्यवहार र राजनीतिक झुकाव विश्लेषणको आधारमा माइक्रो टार्गेटिङ गरेर निर्वाचन प्रचार प्रसार गर्ने क्रम बढेको छ। विचार निर्माण, प्रचार प्रसार तथा गलत सूचना फैलाउने आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हुन लागेको छ। यस्तो अवस्थामा समाजलाई मार्गदर्शन गर्न सक्ने राष्ट्रका गहना कलाकारहरूले सही र तथ्यपरक सूचना सम्प्रेषण गर्न सहयोग गर्नुहुनेछ। नयाँ सञ्चार माध्यमका रूपमा स्थापित डिजिटल मिडियाले सही र तथ्यपरक सूचना सम्प्रेषण सहयोग पुर्याउन सक्नुहुनेछ। यो अभियानको नेतृत्व नै लिन सक्नुहुनेछ भन्ने मलाई लाग्दछ। निर्वाचन प्रचार प्रसार अभियान कुनै पनि देशको संविधान, कानुन, आचार संहिता र प्रक्रियागत मापदण्डमा आधारित हुन्छ। प्रचार अभियानले निर्वाचन प्रक्रियालाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, विश्वासिलो, भरपर्दो र प्रतिस्पर्धात्मक बनाउनु पर्दछ। निर्वाचन प्रचार अभियान मार्फत राजनीतिक दल र उम्मेदवारले आफ्नो विचार, योजना र वैकल्पिक दृष्टिकोण मतदाता समक्ष प्रस्तुत गर्ने भएकोले यो समानता र पहुँचको मान्यतामा आधारित हुनुपर्दछ। कुनै पनि निर्वाचनमा उम्मेदवारी मनोनयनपछि औपचारिक रूपमा प्रचार प्रसार अवधि तोड्ने गरिन्छ। मतदानको 48 घण्टा अगाडिदेखि प्रचार प्रसार रोक्ने गरिन्छ। दल तथा उम्मेदवारको दबाव, भिडको चिच्याट र सामाजिक सञ्जालको प्रदूषणबाट मुक्त भई मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरात्माले स्वतन्त्रपूर्वक गर्ने अवसरको निम्ति शान्ति वा मौन अवधि तोडिने अपरिहार्य छ। आयोगले पनि मतदानको 48 घण्टा बाँकी रहेपछि प्रचार प्रसार निषेध गरेको छ। निर्वाचनमा दल एवं उम्मेदवारहरूको तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ। दल एवं उम्मेदवारहरू कतै झुटो र जालसाजी गरेका छन् कि भनेर खबरदारी गर्ने काम यहाँ सञ्चार माध्यमहरूकै हो। झुटो, अपमानजनक गालीहरू, गलतयुक्त भ्रम फैलाउने, घृणा फैलाउने र हिंसा भड्काउने किसिमका सामग्री निषेध गरिनुपर्दछ। झुटो सूचना र अपमानजनक टिप्पणी सच्याउन र हटाउनु पर्दछ। जातीय, धार्मिक र लैङ्गिक घृणास्पद उक्सावटको अभिव्यक्ति दिन निषेध गरिएको छ। निर्वाचन प्रचार प्रसारले नागरिकको स्वतन्त्र विचार विमर्शमा बाधा पुर्याउनु हुँदैन। सार्वजनिक स्रोत तथा सरकारी साधन स्रोत प्रयोग गरेर आफ्नो प्रचार प्रसार गर्न पाइँदैन। निर्वाचन प्रचार प्रसार अभियान केवल विजयी हुने साधन र माध्यम होइन, यो जनताको मन जित्ने संस्कारयुक्त प्रक्रिया हो। पहिला राजनीतिक दल तथा उम्मेदवारहरूले सार्वजनिक गरेको घोषणापत्र, गाउँ बस्ती पुगेर गरेका प्रतिबद्धता र विभिन्न माध्यमबाट गरिने प्रचार प्रसारले पनि मतदाताको ध्यान आकर्षित गर्न सक्थ्यो। अहिले निर्वाचन प्रचार प्रसार अभियानमा सामाजिक सञ्जालको उदय, डिजिटल प्रचारको युग सुरु भएको पाइन्छ। सामाजिक सञ्जालहरूमा दलका घोषणापत्र र उम्मेदवारका प्रोफाइल पोस्ट भइरहेका छन्। मतदाताहरू सामाजिक सञ्जालमा नै बढी केन्द्रित भएका छन्। मतदातालाई दलका आश्वासन र घोषणापत्रले भन्दा उम्मेदवारको छवि, डिजिटली उपस्थिति, नकारात्मक प्रचार, ट्रोल संस्कृतिको आदिले प्रभाव पार्ने क्रम निर्वाचन बढ्दै गएको छ। यस्तो अवस्थामा मास अडियन्समा पुग्ने डिजिटल सञ्चार माध्यमहरू, समाजका प्रभाव पारिरहनुभएका कलाकारहरू एवं सोसल मिडिया इन्फ्लुएन्सरहरूको आफूलाई जिम्मेवार रूपमा प्रस्तुत गर्नुपर्नेछ। निर्वाचन लक्षित राजनीतिक प्रचार अभियानमा कुनै छल कपट हुँदैन। निर्वाचन प्रचार अभियान लोकतन्त्रको स्वच्छता र जनमतको इमानदार अभिव्यक्तिको सम्भाग बनाउनु पर्दछ। आदरणीय सञ्चारकर्मी साथीहरू, निर्वाचन लोकतन्त्रको प्राण हो। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सञ्चार जगतले खेल्ने भूमिका असाध्यै महत्त्वपूर्ण र प्रशंसनीय हुन्छ। मतदानको मिति नजिकै गरेको यस संवेदनशील घडीमा सञ्चार जगत र सञ्चारकर्मीमाथि आम मतदाताहरूलाई सुसूचित गर्ने र सही सूचना प्रवाह गर्ने जिम्मेवारी अझ बढेको छ। पछिल्लो केही दिनमा निर्वाचन आयोग र सञ्चार जगतबीच
सुझबुझमा केही थोरै असमानता जस्तो पनि देखिएको छ। हामी प्रश्न पार्न चाहन्छौँ कि निर्वाचन आयोग प्रेस स्वतन्त्रताको विरोधी पटक्कै होइन र त्यसलाई प्रेस स्वतन्त्रतालाई असाध्यै सम्मान गर्छ। हामी लोकतन्त्रको आधार स्तम्भका रूपमा रहेको स्वतन्त्र प्रेसका अटुट विश्वास राख्ने संस्था हो। यद्यपि निर्वाचनको स्वच्छता र प्रेस स्वतन्त्रताको बिचको सन्तुलन कायम राख्न नै यति बेलाको मुख्य चुनौती रहेको छ। हालैका केही अभ्यासहरू जसमा मतदान हुनु अघि नै मतदाताहरूको कुराकानीलाई आधार बनाएर हारजितको अनुमान गर्ने वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने गरिएको छ, त्यसप्रति आयोगको गम्भीर ध्यान आकर्षण भएको छ। निर्वाचन आचार संहिता 2042ले व्यवस्था गरेको मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउन सक्दछ। नतिजा पहिले नै घोषणा गरिदिँदै उम्मेदवारहरूलाई हतोत्साहित बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खलल पुर्याउने काम नगर्न आयोगको तर्फबाट विनम्र अनुरोध गर्दछु। यसका साथै प्रविधिको तीव्र विकाससँगै आर्टिफिसियल इन्टेलिजेन्सको यो प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगराउन सहयोगी भूमिका निर्वाह गरिदिन आयोग विशेष आग्रह गर्दछ। प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए भने यसको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै घरायसी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ। त्यसैले आचार संहिता कुनै बन्देज होइन, यो निर्वाचनमा निष्पक्ष बनाउने एउटा मर्यादा पत्र र साझा सहमति हो। यसलाई कार्यान्वयन गर्न गराउन सहयोगी भूमिका निर्वाह गरौँ। स्वतन्त्रताको नाममा निर्वाचनको वातावरण बिग्रने गरी अनुमानित नतिजा सम्प्रेषण नगरी संयमितता अपनाई चौथो अङ्गको जिम्मेवारी वहन गर्न अनुरोध गरौँ। एआई र अन्य प्रविधि मार्फत फैलाउने मिथ्या सूचना रोक्न फ्याक्ट चेक सहितको सत्य तथ्य सूचना मात्रै प्रवाह होस्। प्रेस स्वतन्त्रताको उपभोग गरिरहँदा निर्वाचनको मर्यादा र मतदाताको गोप्य रूपमा मत दिन पाउने अधिकारको रक्षा गर्नु हामी सबैको साझा संवैधानिक कर्तव्य हो। यसप्रति जिम्मेवार र संवेदनशील हुन आयोगको तर्फबाट सबै सरकारवालामा हार्दिक अनुरोध गर्दछु। अब यसको अतिरिक्त यहाँहरूले केही जिज्ञासाहरू राख्नु भएको छ र त्यो जिज्ञासालाई सम्बोधन गर्ने म प्रयास गर्नेछु। निर्वाचन सम्बन्धी गलत तथा भ्रामक समाचार सम्प्रेषण गर्नलाई नियन्त्रण गर्न के कस्ता उपायहरू अवलम्बन गरिएको छ, यो विषय हाम्रो आयोगको तर्फबाट श्रीमान सहसचिवज्यूले अघि प्रस्तुत गर्नुभएको प्रस्तुतिमा नै समेटिएको विषय हो। यसको अतिरिक्त सामाजिक सञ्जालले भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने विषयमा आयोग असाध्यै सचेत छ। त्यसैले पटक पटक हामीले के आग्रह गरिराखेका छौँ भने कि तपाईँ सामाजिक सञ्जालमा आएका ती समाचारहरू सही गलत के हो पहिला छुट्याइदिनुहोस्। छुट्याइसकेपछि यहाँहरूलाई के लाग्छ भने यदि झुटा समाचार रहेछ र समाजलाई छेडभरको लागि भ्रम पार्ने समाचार रहेछ भने त्यो समाचारलाई सत्य होइन, यो झुटा समाचार हो भनेर त्यो झुटा भएको मान्छे विश्वास गरिदिनुहोस्। र यसले गर्दाखेरि के हुन्छ भनेदेखि निर्वाचन प्रक्रियामा निर्वाचनको माहौल बिथोल्ने र निर्वाचन प्रक्रियामै तलमाथि पर्ने किसिमका जुन भ्रामक समाचारहरू आउँछन् ती समाचारहरूलाई नियन्त्रण गर्ने प्रयोजनको लागि आयोगले विभिन्न माध्यमहरू अप्नाएको छ। र त्यस्ता समाचारहरूको कन्टेन्ट कहाँबाट क्रिएट हुन्छ, ती समाचारहरू फेसबुक लगायतमा कसरी सम्प्रेषण हुन्छ, टिकटकमा कसरी प्रयोग हुन्छन् लगायतका विषयमा आयोग सचेत छ। आयोगभित्र पनि विभिन्न संयन्त्रहरू छ। त्यसको अतिरिक्त टिकटकसँग नि हामीले सन्धि गरिसकेका छौँ, सम्झौता गरिसकेका छौँ। यदि यस्तोहरू हाम्रो आयोगको तर्फबाट अनुरोध भइरहेको खण्डमा त्यहाँबाट तुरुन्तै स्रोतमै काटेर नियन्त्रण गर्ने सम्बन्ध छ। र त्यसको अतिरिक्त यी समाचारहरू अथवा भ्रमपूर्ण झुटा समाचारहरू छन् भने ती समाचारहरूले समाजमा मतदातामा निर्वाचनको सरकारवालालाई पार्न सक्ने असरको सन्दर्भमा समेत विश्लेषण गरेर उहाँहरू चाहिँ यो निर्वाचन आचार संहिता लगायत निर्वाचन सम्बन्धी ऐन नियम र कानुन उल्लङ्घन गरेको दायरामा पर्नुहुन्छ र त्यो कारबाही लगायत सजायको विषयवस्तु पनि हुनसक्छ। त्यसैले सरकारवाला सबैले यो उम्मेदवार अथवा यो दल ठिक, यो उम्मेदवार अथवा यो दल बेठिक, त्यसो भए हुनाले हामी यसलाई मत दिन्छौँ भनेर यस्ता प्रवृत्तिका एउटालाई समर्थन गर्ने र अरूलाई विरोध गर्ने, एउटालाई समर्थनको राजनीति गर्ने अर्कोलाई निषेधको राजनीति गर्ने यस्ता समाचारहरू सम्प्रेषण भयो भने यी समाचारहरूले वास्तविक निर्वाचन बिथोल्छ। त्यसो भए हुनाले यस्ता समाचारहरू चाहिँ पहिला सत्य हो होइन, सत्यतामा आधारित छ छैन, यी विषयहरूलाई समेत मध्यनजर राखेर यहाँहरूले त्यो समाचारलाई सम्बोधन गरिदिनुहुनेछ भनेर आयोगले विश्वास गर्दछ। र यहाँ अहिले प्रश्न पनि आयो, यहाँ थुप्रै कलाकार
कलाकारिता क्षेत्रको समाजलाई प्रभाव पार्न सक्ने प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति न्यून रह्यो नि त भन्ने पनि कुरा आयो। त्यो विषयमा हाम्रो यो अन्तिममा बोल्ने जेठो भिनाजीले सम्बोधन गरिसके हामीलाई पनि धेरै व्याख्या गर्नु पर्दैन होला, किनभने छोटो समय हो। उहाँले समाचार संप्रेषण गर्ने लगायतका यी विविध विषयमा चाहिँ समयमा उहाँहरूलाई सन्देश पुगेन अर्थात् सञ्चार पुर्याउन सकिएन र कतिपयको अब मैले उहाँले बोलेको शब्द मैले किन प्रयोग गरौँ, म अर्कै क्षेत्रको मान्छे भने। त्यसैले अब यो चाहिँ हाम्रो पहिलो कार्यक्रम हो, क्रमशः हुँदै पनि जान्छ र फेरि यदि त्यस्तो प्रभावशाली व्यक्तित्वहरू हुनुहुन्छ भने हामीलाई ती व्यक्तित्वहरूको जो आउँछ टिपेर दिनुहोस्। हामीसँग अझै केही दिन बाँकी छ, पुनः हामी सम्बोधन गर्ने आएको तर्फबाट यहाँलाई विश्वास दिलाउन चाहन्छौँ। अनि कलाकारहरूलाई कसले समेट्ने र विचार कसरी बदल्ने लगायतका प्रश्नहरू पनि आएका छन् र यो विषय भनेको तपाईँ हाम्रो साझा दायित्वको विषय हो, मैले यसरी बुझ्ने गरेको छु। अनि निर्वाचन किन अगाडि नै यो चाहिँ अलि पछि हुने निर्वाचन तपाईँहरूले 84को निर्वाचन अगाडि नै ल्याएको जस्तो देखियो नि भन्ने पनि एउटा छ। मैले यसलाई सम्बोधन गर्नुभन्दा यहाँहरू हामीभन्दा धेरै विज्ञता हासिल गर्नुभएको छ। भाद्र 23-24को विद्रोहको परिणाम कस्तो थियो, त्यो बेलामा हामी कसरी रहेका थियौँ र त्योभन्दा पछि मुलुकमा भड्किएको अनुशासनलाई र भड्किएको विविध प्रकारका संरचनालाई लयमा ल्याउने प्रक्रिया भनेको निर्वाचन मात्रै हो। विश्व इतिहासमा हेऱ्यौँ अथवा विश्व मान जगतमा हेऱ्यौँ भने कुनै पनि मुलुकको त्यहाँको शान्ति अमनचय र स्वतन्त्रता भड्कियो भने त्यसलाई लयमा ल्याउने प्रक्रिया निर्वाचन मात्रै हो। त्यसैले भाद्र 23-24बाट भड्किएको नेपालको अनुशासन 27 गतेसम्म माननीय राष्ट्रपतिज्यूबाट घोषणा भइसकेपछि अनि त्योभन्दा पछिका लगभग 6 महिनाको विविध परिस्थितिमा आयोगले के काम गर्यो, हामीले ठुलै धेरै काम गर्यो त म भन्दिनँ, यहाँहरू नै विज्ञ हुनुहुन्छ। र सुरुका दिनदेखि आज हामी यो फाल्गुनको 5 गते हो क्यारे आजसम्म आइपुग्दाखेरि के विषयवस्तुहरूको प्रवेश गऱ्यौँ, कसरी हामीले सम्बोधन गऱ्यौँ, हामी कहाँ पुग्यौँ र अब हुने 21 गतेको निर्वाचन कसरी सम्पन्न हुँदैछ भन्ने कुरो 23-24 गते फेरि हामी बसेर छलफल गरौँला, त्यसलाई केही कुरो भएन। तर आयोगको तर्फबाट यहाँहरूलाई विनम्र आग्रह के हो भने 21 गतेको निर्वाचन सफल पार्ने प्रयोजनको लागि यहाँहरूको अत्यन्त महत्त्वपूर्ण भूमिका रहन्छ। समाजमा प्रभाव पारिरहनु भएको छ र त्यो समाज चाहिँ निर्वाचन बाहेक अरू विकल्प छैन भन्ने निश्चित बिन्दुमा पुर्याउन यहाँहरूले अत्यन्त राम्रो सहयोग गर्नुहुन्छ भन्ने आयोगले विश्वास गर्दछ। र यो निर्वाचन नगरी नहुने निर्वाचन र यो निर्वाचन भइसके पछाडि मुलुकको भड्किएको अनुशासन चाहिँ एउटा लयमा आउने निर्वाचन र यो शताब्दीमा थुप्रै आन्दोलन क्रान्ति विद्रोह मुलुकले भोग्यो। मुलुकको अवस्था यो अन्तिममा त झनै मैले भन्नुपर्दा यो राजनीतिक विषयको भन्दा अलिक क्षेत्र पनि भयो धेरै। तपाईँ हाम्रो आँखा अगाडि छर्लङ्गै छ, यसलाई मैले व्याख्या गर्नु पर्दैन। त्यसैले त्यो विषय समेतलाई समेटेर जाँदाखेरि अझ राम्रो गर्न सकिन्छ भन्ने कुरो मलाई लाग्छ। अनि यहाँ जेएनजीको प्रतिनिधित्व किन भएन, उहाँको कोही पनि प्रतिनिधि पात्रको उपस्थिति देखिएन भनेर भन्नुभयो। त्यो मैले कसरी सम्बोधन गरेँ भने जेएनजीहरू टड्काको रूपमा हामीसँग संवादमा हुनुहुन्छ, सम्पर्कमा हुनुहुन्छ, सहयोग गर्नुभएको छ। म यहीँ हुँदै 3-4जना जेएनजी प्रतिनिधिहरूले फोन गर्नुभएको थियो, मैले उहाँहरूलाई सम्बोधन गरेँ। यो चाहिँ राजनीतिक व्यक्तित्वहरू अथवा दलका कार्यकर्ताहरू अथवा उम्मेदवारहरूको मञ्च होइन, समाजमा असाध्य प्रभाव जमाएको र प्रभावशाली व्यक्तित्व बनाएको त्योभन्दा अलिकति बाहिर रहेर मुलुकलाई सेवा गर्ने व्यक्तित्वहरूको छलफल कार्यक्रम भएको हुनाले यहाँ जेएनजी मात्रै होइन कुनै पनि राजनीतिक दलका प्रतिनिधिहरूलाई हामीले आमन्त्रण गरेनौँ, बोलाएनौँ। त्यहाँ राजनीतिक दलभित्र पनि थुप्रै समाजमा प्रभाव पार्न सक्ने व्यक्ति र व्यक्तित्वहरू हुनुहुन्छ। तर त्यस्ता व्यक्ति र व्यक्तित्वहरूलाई चाहिँ यहाँ आमन्त्रण गर्दाखेरि यहाँहरूलाई पनि केही शब्दमा असर पर्न सक्ने र त्यसको प्रभाव पर्न सक्ने भएको हुनाले त्यस्ता व्यक्तित्वहरूलाई हामीले आमन्त्रण गरेनौँ। अब सोसियल मिडियालाई किन आह्वान भएन भनेर भन्दा अघि पनि मैले भनिसकेँ कि सोसियल मिडियालाई आह्वान नभएको होइन र हाम्रो कार्यचाप र कामप्रतिको बोझ कस्तो छ यहाँहरूले देखिरहनु भएको छ, भोगिरहनु भएको छ, हेरिरहनु भएको छ। हाम्रो निर्वाचन आयोग चाहिँ बिहान 7 बजेदेखि कहिले त राति 12 बजीसम्म पनि काम गरिरहेको अवस्था र स्थिति हो र त्यसको निर्वाचन आयोगको अगाडि प्राङ्गणमा गएर हेर्नु हो भनेदेखि तस्बिर आफै बोल्छ, मैले यहाँ व्याख्या गरिरहनु पर्दैन। त्यसो भए धेरै कुरो मैले यहाँ भनिनँ र अब भोट किन कसलाई र कसरी भन्ने सन्दर्भमा यहाँहरूले विविध माध्यमबाट
भोट किन कसरी र कहिले कसलाई होइन, भोट किन कसरी कहिले भन्दाखेरि भोट मतदान गर्नै पर्ने नागरिकको दायित्व र अहिलेको त अझै मैले विनम्रतापूर्वक आग्रह गर्नुपर्छ, राष्ट्रप्रति नागरिकले सम्मान गरेर राष्ट्रलाई लाउने गुण हो यो निर्वाचन भनेको। किनभने 21 गते निर्वाचन भएन भने त्यसको पछि परिणाम के हुन्छ तपाईँ हामीले अहिले व्याख्या गर्न आवश्यक छैन। 21 गते जस्तै पनि निर्वाचन हुन्छ। त्यसो भए हुनाले किन भन्दा नयाँ प्रतिनिधिहरू छनौट गर्न, ती प्रतिनिधिहरूले मुलुकमा सुशासन प्रवाह गर्न असाध्यै राम्रो भूमिका निर्वाह गर्नुहुन्छ भन्ने विश्वासले र स्वच्छ र स्वतन्त्र छवि भएका र समाजलाई केही गर्न सक्ने, मुलुकलाई अग्रगामी विकास दिन सक्ने र मुलुकप्रति एकदम असाध्य निष्ठा भएका व्यक्तित्वहरूलाई चयन गराउनु भन्नुपर्ने हो। र कसरी मतदान गर्ने भन्ने लगायतका विषयहरूमा हाम्रो चाहिँ स्वयंसेवकहरू ठुल्ठुलोमा घर घरमा अरू भनौँ ढोका ढोकामा पुग्नु भएको छ। उहाँहरूले मतदान गर्ने प्रक्रिया लगायत विषयवस्तुहरू साह्रै राम्रो सिकाउनुहुन्छ र यो मतदानको अन्तिममा गरिने कार्यक्रम के, निर्वाचनको अन्तिमतिर गरिने यो कार्यक्रम हो। निर्वाचन प्रचार प्रसार लगायत भोट मतको दान गर्ने प्रक्रियाको सन्दर्भमा हाम्रो स्वयंसेवकहरूले गरिरहनु भएको छ र त्यसको अतिरिक्त यहाँहरूको पनि त्यस्तै दायित्व हो कि अब हामीले निर्वाचन आयोगले हाम्रो सहसचिव नारायणजीले कसरी मतदान गर्ने लगायतका विषयवस्तुमा पनि प्रस्तुति दिनुभयो होला। त्यो नभए पनि निर्वाचन आयोगले हरेक जस्तो दैनिक जस्तो अब निर्वाचन प्रक्रियामा कसरी सामेल हुने, निर्वाचन सदरमत कसरी कायम गर्ने, बदल नहुने मत कसरी कायम गर्ने, अनुशासनमा कसरी कायम गर्ने, अनि अनुशासनको लक्ष्मण रेखाभित्र बसेर दलहरू, दलका कार्यकर्ता प्रतिनिधिहरू र स्वतन्त्र उम्मेदवारहरू र समाजका सहयोगीहरू त्योभन्दा पनि उच्च सम्मान पाउने मतदाताहरूलाई कसरी सम्बोधन गर्ने भन्ने लगायतका विषयहरू पनि एकदम राम्रोसँग उहाँहरूले मतलब त्यो शिक्षा पाउनुहुन्छ, शिक्षा प्रदान हुनेछ। र त्यसको अतिरिक्त अन्तिममा के भनौँ भन्दाखेरि हाम्रो नेपालमा भएको निर्वाचन इतिहासमा निर्वाचनको थोरै समय अगाडि यति ठुलो सङ्ख्यामा मतदाताहरूले आफ्नो नाम मतदाता नामावलीमा समावेश गरेको यो पहिलोपटक हो। 8-10 लाखले समावेश गर्नुभएको छ। यसको पछाडि मैले चाहिँ कसरी बुझाएको छु भनेदेखि पहिलाको निर्वाचनमा जो मान्छेलाई वास्ता थिएन, सरकार राख्नुहुन्न थियो, मतलब गर्नुहुन्न थियो र आफ्नै काम विषयमा व्यस्त हुनुहुन्थ्यो, उहाँहरू अहिले सुरुदेखि नै असाध्यै सचेत हुनुहुन्छ, लागिपरि गर्नुभएको छ। अझ युवावर्गहरूको विशेष उपस्थिति रहेको छ र उहाँहरूको त्यो निर्वाचनप्रतिको महत्त्व बुझेर मुलुकमा सुशासन प्रवाह गर्ने प्रयोजनको लागि हामी त निर्वाचनमा जानै पर्ने रहेछ। निर्वाचनबाट वञ्चित भयो भनेदेखि मुलुकमा सुशासन प्रवाह हुने रहेनछ भन्ने कुरो उहाँहरूले विश्वास गरेर मतदाता नामावलीमा नाम समावेश गरेर अहिले गाउँ टोल घर घरमा उहाँहरूले मतदाता शिक्षा प्रदान गरिरहनु भएको छ।